यो श्री पञ्चमुखी देवी को प्राङ्गणमा छौँ। यो पुरानो यक्तेन पञ्चायत रहँदाखेरिदेखि पञ्चमुखी नामकरण भएको कुराहरू यथावतहरू सुनिन्छ र हाललाई यो पञ्चमुखी नै भनिन्छ। यो यक्तेन पञ्चायतको पुरानो रजाय खेतपट्टि यक्तेन पाटाको खेतको छेउमा यो पञ्चमुखीकै नाममा जग्गा राखिएको र गुठीहरू पनि सबै यक्तेन पञ्चायत हाल फालेलुङ दुईका सबै थरीहरूबाट संयुक्त रूपमा यो जग्गा किनेर मन्दिरकै नाममा राखिएको छ। र यो मन्दिरको यो जुन शिला थियो, यो शिला चाहिँ लगभग 6-7 पुस्ता अगाडि नै जोत्दाखेरि रूपसे आङतुपो रूपदलको खण्ड परेको हुनाले गर्दाखेरि यहाँ खेत जोत्दै गर्दाखेरि खेत फालीले ढुङ्गा जोतिएपछि खुन आएको देखेर कुनै देउता होला भनेर लगेर राख्नको लागि माथि घरमा लगे। तर सपनामा उसले म यहाँ बस्न सक्दिनँ, जहाँ थियो त्यहीँ पुर्याइदेऊ भनेको सपना देखेपछि बिहान उठेर हेर्दा ती ढुङ्गा पत्थर यतै नै मन्दिर यो खेतमा आएर बसेको देखेर पछि यही खेतमा नै मन्दिर बनाएर स्थापित गरिदिएको ढुङ्गा शिला पञ्चमुखीको भनेर भन्ने गरिन्छ। यो जान्ने पनि पहिलाका थोक्लियाङ आङथुपो बुढापाका खतिवडा चन्द्रकला गुरुमा अहिले त हाल हुनुहुन्न, उहाँहरूले सुने जानेका र यहाँका गण्यमान्य खतिवडा बन्धुहरू खतिवडा परिवारहरूबाट विज्ञहरूबाट त्यो जान्न आएको छ। र यो अहिले आज चाहिँ पञ्चमुखी देवीको यो गुठीमा रहेको खेतमा चाहिँ बेठी लाउने काम भएको छ, धान रोपाई। र यहाँनिर चाहिँ अब खेतको लागि दिउँसो खाजा नास्ताको लागि यहाँनिर खतिवडा बन्धुहरूले पूजाको सँगसँगै गरिरहेको छ। बेठीको लागि तम तयारको लागि हाम्रो सनाई टोलीहरू आएको छ र उहाँहरूले पनि यहाँनिर विशेष गरी गरेका छौँ। र हाम्रो कार्यक्रमहरू यो बेठीको लागि सुरुवात भइरहेछ। यहाँनिर बेठीमा चियापान नास्ता गराउने सबैजनाले सागसब्जीहरू गर्ने कुरा सागसब्जीहरू बनाउने काम गरिरहेछ।